So well, hello guys, welcome back again to my channel. So after long gap, आज चाहिँ हैन मैले रेस्ट लिइरहेको छु। आज चाहिँ कहीँ गइनँ, गरम पुरा छ अहिले चाहिँ भन्नुपर्दा हो। फिलहाल चाहिँ आज चाहिँ तपाईहरुलाई मैले लास्ट प्रिभियस एउटा भ्लगमा चाहिँ मैले त्यहाँ चाहिँ लिम्बू बस्तीको तलनिर हाम्रो गाउँको त्यहाँ स्काई वक बनिँदैछ भनेर चाहिँ भनिएको थिएँ मैले। अन्त त्यो स्काई वक चाहिँ अहिले चाहिँ फिलहाल बनिसकेको रहेछ। बनिएर ओपनिङ पनि भएर पनि चालु पनि भइसकेको रहेछ हो। त आज चाहिँ अब गएर चाहिँ म त्यहाँनिर हेर्नेछु, साथै साथ तपाईहरुलाई पनि देखाउनेछु के कसो भएछ है। सो स्टे ट्युन। अब चाहिँ गाडी बाइकहरू चाहिँ हैन हो, आज चाहिँ स्कुटी लग्यो जाउँ भनेको थिएँ। किनभने लास्ट पनि म जाँदाखेरि लास्ट टाइम त्यो ब्रिजको हेर्नु जाँदाखेरि स्काई वकको त्यो हेर्नु जाँदा पनि यही स्कुटी लगेको थिएँ। आज बनिसकेर पनि यही स्कुटी लगेर जाउँ भनेर चाहिँ आएको छु म चाहिँ हो। अब चाहिँ निस्किँदैन यहाँबाट। सो गाइस अहिले चाहिँ तपाईहरुलाई भन्नुपर्दा चाहिँ लिम्बू बस्ती चाहिँ हामीले गाउँ क्रस गरिसकेको छौँ हो। अब चाहिँ यहाँदेखिको चाहिँ तपाईहरुलाई भन्नुपर्दा यो बाटो देख्नुहुँदैछ, यहाँदेखि चाहिँ हामी जस्तो माटोको बाटोपट्टि जानुपर्ने हुन्छ हो। कता यता माथि वेलकम टु मिनी स्काई वक भनेर पनि यहाँनिर वेलकम टु मिनी स्काई वक भनेर पनि दिइरहेको रहेछ यहाँ हो। यहाँ चाहिँ टक्क यस्तो छ बाटो। यहाँबाट चाहिँ त्यो माथि डाँडामा चाहिँ यो चाहिँ एकदमै पुरानो ग्राउन्ड हो हाम्रो बाख्रो ग्राउन्ड। यहाँ चाहिँ बहुत गोली सेनामा बचपनमा खेलाइरहेको छ, गोलीहरू लडेर प्याते प्याते पनि बनाइरहेको छ खुट्टाहरू। यहाँदेखि माथि चाहिँ छ है। टक्कै यहाँ हुने चाहिँ स्काई वक छ हो। यो रहेछ स्काई वक चाहिँ। टक्कै यस्तो रहेछ, सानो सानो दोकानहरू पनि थापेछ अहिले चाहिँ हो। टक्कै आई लभ लिम्बू बस्ती पनि रहेछ यहाँनिर चाहिँ अहिले चाहिँ। सो भन्नुपर्दा चाहिँ आज चाहिँ म र मेरो एकदमै पुरानो प्रिय साथी अभिषेक आएको छ हो गान्तोकबाट। सो दुई भाइ आज चाहिँ यहाँनिर आएको छौँ एक्सप्लोर गर्नु। कस्तो लाग्यो बुबु? एकदम दामी। गाउँमै स्काई वक, गाउँमै आइरहेको थियो स्काई वक अब होइन। पहिलाको हेरे एकदम चेन्जेस रमाइलो है, रमाइलो मजाको भइरहेको छ। यो तलसम्म गएर हेरिदिउँ। त्यो तल चाहिँ टुरिस्टहरू पनि रहेछ, यसो हल्का ग्रुपहरू पनि रहेछ। यहाँनिर चाहिँ हामीले टिकट काटिसकेको छौँ हो। एन्ट्री फिस चाहिँ ₹50 रहेछ हो। ए मजाले अब चाहिँ छिर्दिङ भित्र। त्यो चाहिँ हाम्रो श्री अवनिश राई प्रधानले चाहिँ गरेको रहेछ रङ्गितको पञ्चायत उयसबाट। लो स्काई वक चाहिँ हेरिदिउँ हेरिदिउँ। एकदम भैयाहरूको पनि यहाँ पुरै चल्दैछ। और भैया कैसा लग रहा है इधर? हाँ कैसा लगा इधर आके? स्काई वक चाहिँ एकदम मजाको बनाएको छ यहाँनिर गाउँमै हो। यहाँबाट भ्यू चाहिँ तपाईँहरूको भन्नुपर्दा हाइट चाहिँ यस्तो रहेछ र टक्कै तलतिर चाहिँ मजाको मिठो देखिरहेको रहेछ। जोरथाङ चाहिँ ऊ तल मजाले देखिरहेको छ जोरथाङ। अझै यो दिन अलिक क्लियर छैन नि त होइन, क्लियर छ भने चाहिँ मजाको देख्ने रहेछ अझै। सो गाइस यहाँनिर चाहिँ एकदम पुरा भिडभाड पुरै हुन थालेछ हो। अस्ति आउँदा त एकदम जङ्गलै जङ्गल मात्रै थियो, तपाईँहरूलाई थाहै छ। अहिले चाहिँ एकदम मान्छेहरू टुरिस्ट हुन थालेछ। दामी हो होइन, गाउँमा एकदम डेभलपमेन्ट विकास भएकै दामी हो। मजाले स्काई वक छेउमै भइहालेछ। सो तपाईँहरू पनि आउनु सक्नुहुन्छ, एकपल्ट भिजिट गर्नु सक्नुहुन्छ यहाँ आएर। अन्त भिडभाड त अन्त क्राउड त पुरै छ त। सो
गाइस तपाईँहरूलाई स्काई वक कस्तो के लाग्यो हो तपाईँहरूले कमेन्ट गरेर भनिदिनु सक्नुहुन्छ। तपाईँहरू यहाँ आएर यसो भिजिट गर्नु सक्नुहुन्छ। सो आजको भ्लग चाहिँ यति नै थियो। आजको भ्लग चाहिँ यतिमै राख्दैछु हो। अब नेक्स्ट भ्लग जबसम्म आउँदैन टिल देन टेक केयर अफ योरसेल्फ, सी यू फर द नेक्स्ट टाइम।